चन्द्रे अब जसरी भए पनि विदेश जान्छु भनेर लागिसकेका छन् र उनी कागजपत्र बुझाउनको लागि उता सहरतिर पनि गइसकेका छन्। सोध्दै खोज्दै भए पनि कागजपत्र बुझाउने अफिसतिर जान्छन्। चन्द्रे त्यो अफिसतिर गएर झर्दाखेरि त ठ्याक्कै उतापट्टिबाट चन्द्रेका ठुलाबा र चन्द्रेका बा पनि गफ गर्दै आएका थिए। बाइचान्स उनीहरूको भेट हुँदैन। बा र ठुलाबा एकातिर जान्छन्, चन्द्रे अब उतै चापागाउँका आफ्नो कोठातिर जान्छन्। राति यता फेरि मुना बाहिर आगो तापेर बसेकी थिइन्। बाहिर आगो तापेर बस्दा बस्दै उनले दिउँसोका कुराहरू सम्झिन थाल्छिन्। चन्द्रलाई त्यत्रो पटकसम्म फोन गर्दाखेरि पनि फोन नउठाएका, मेसेज गरेका र फोन स्विच अफ भएका ती सबै कुराहरू सम्झिएर एकोहोरो हुँदै थिइन्। भित्रबाट आरतीले दिदी भनेर चिच्याउँछिन्। अनि के भयो आरती भनेर मुनाले सोद्धाखेरि दिदी आज दिउँसो घरमा कोही आएको थियो भनेर सोध्छिन्। अनि त्यसपछि त मुनाले नाइ कोही पनि आएको छैन, के भयो र भन्दाखेरि अस्ति बाले हामीलाई 1 लाख रुपियाँ दिनुभएको थियो भन्छिन्। अनि मुनाले अनि के भयो त भनेर सोद्धाखेरि मेरो पेटमा बच्चा छ भन्दाखेरि बाले त्यो पैसा दिनुभएको थियो र मैले मुकेशलाई बाले मलाई दिनुभएको भनेर राखेको थिएँ भन्छिन्। अनि के भयो त भन्दाखेरि अहिले छैन त्यो पैसा यहाँ भन्छिन्। अनि त्यसपछि त मुना त खङ्ग्रङै हुन्छन्। अनि कान्छी मैले त केही पनि गरेको छैन है भन्छिन्। अनि आरतीले चाहिँ एकदम शङ्का गरेको जस्तो गरेर मुनालाई हेर्छिन्। अनि त्यसपछि त मुना दौडिँदै भित्र गएर आफ्ना झोला निकालेर त्यो झोलामा भएका सामानहरू जति सबै छरपष्ट पारेर ल हेर हेर यहाँ मसँग छैन है कान्छी, मैले त्यो चलाएको छैन भनेर ल हेर तिमी आफै हेर भनेर सबै खनाएर झोला टकटकाएर देखाउँछिन्। तर पनि आरतीले भने अलि शङ्का गरे जस्तै तरिकाले मुनालाई हेरिरहेकी थिइन्। अनि मुना चाहिँ एकदमै दुखी भइसकेकी थिइन्। अनि त्यसपछि त तिमीलाई मेरो शरीर चेक गर्न मन लागेको होला, ल मेरो शरीर चेक गर्न सक्छौ भनेर आफूले ओढेको पछ्यौरा खोलिदिएकी थिइन्। अनि त्यसपछि त आरतीले एकचोटि शरीर चेक गरे मलाई पनि ढुक्क हुन्छ भनेर त मुनालाई जताततै छामछाम छुमछुम गरेर छाम्न थाल्छिन्। त्यसपछि त मुना त एकदमै रुन्छिन्। रुँदै रुँदै दिउँसो आमाले यतै आएर बस न त भन्दाखेरि बिचरी कान्छी उहाँ एक्लै छे, यस्तो बेलामा उसले जे पनि गर्न सक्छ, म कान्छीसँग बस्नुपर्छ आमा, जे भए पनि ऊ हाम्रो परिवारको सदस्य हो भनेर कति विधि माया देखाएकी थिइन्। आरतीको चिन्ता गरेर उहाँ उहीसँग बस्न भनेर आएकी थिइन्। तर अहिले हेर्नुहोस् त आरतीले त सिधै अब मुनालाई त चोरदोष लगाएकै होइन त, अब घरमा यी दुईटा बाहेक कोही पनि छैनन्, यो अनकन्टा ठाउँमा को आउँथ्यो र, अनि अब पैसा छैन भनेर यसरी मुनालाई खानतलासी गरेपछि दोष लगाएकै त हो नि। अनि त्यति भइसकेपछि त बिचरी मुना त आँसु पुसिन्। अनि आफ्ना सामानहरू जति झोलामा खाँदेर त झोला बोकेर जान लागेकी थिइन्। अनि आरतीले त दिदी कहाँ जान लाग्नु भएको यति राति, मलाई अँधेरोसँग डर लाग्छ, कतै नजानुस् न भनेकी थिइन्। अनि त्यसपछि त मुनाले कान्छी तिमीलाई अँधेरोसँग डर लाग्छ होला, तर मलाई त तिमीदेखि डर लाग्न थाल्यो। दिउँसो आमाले के भन्नुभएको थाहा छ, आमाले त तिमी यतै आएर बस भन्नुभएको थियो, तर मैले बिचरी कान्छी उहाँ डिलमा एक्लै छ उसलाई डर लाग्छ होला भनेर तिमीलाई साथ दिन भनेर यहाँ आएको थिएँ, तर तिमीले त मलाई यस्तो नराम्रो दोष लगायौ। मुकेश बाबु तिमीसँग किन नबस्नु भएको भन्ने कुरा त मैले बल्ल राम्ररी बुझेँ। अनि फेरि तिमीलाई के लाग्छ, तिम्रो त्यो जाब 1 लाख रुपियाँ मैले चोर्छु जस्तो लाग्यो? 2 करोड रुपियाँको त माइतमा मेरो पेवा नै छ, त्यही सम्पत्ति ल्याएर यही घरको ऋणका खाडलहरू पुर्छु, आफ्नो परिवारको जीवनस्तर उकास्छु, तिम्रो शिवदाईको मुकेश बाबुको सबैजनाको राम्रो गर्छु, बा आमाको उपचार गर्छु भनेर मैले कति सोचेको थिएँ। मैले त्यही सबैको भलो सोच्दाखेरि आज म घर नघाटी भएकी छु। मैले सबैको भलो चिताउँदा चिताउँदै पनि किन सबैतिरबाट म यस्तो तिरस्कृत भएकी छु भन्छिन्। र अनि आफ्नो आँसु पुसेर ल आरती ठिकै छ, तिमीले मेरो झोला पनि हेऱ्यौ, मेरो शरीर पनि चेक गर्यौ नि, तिमी आफैले चेक गरेकी हौ नि, ल मेरो शरीरमा अनि मेरो झोलामा केही पनि छैन। अब म भित्र गएँ भने दिदीले फेरि त्यो पैसा हाले कि भन्ने तिमीले सोच्छौ होला, म भित्र पनि जान्न, म यहीँबाट निस्केर जान्छु। तर एउटा कुरा याद राख, यस्तो अँधेरो छ, तिमी यहाँ एक्लै बसेकी छौ, तिमीलाई तलमाथि केही भयो, डर लाग्यो, दुख बिमार केही भयो भने तिमीले जति बेला पनि मलाई फोन गर्न सक्छौ, दिदी मलाई यस्तो भयो भनेर, म जति बेला पनि तिम्रो साथ दिनका लागि आउन तयार छु, तर म तिमीसँग बस्न सक्दिनँ भनेर त मुना त एकदमै रुँदै रुँदै त्यहाँबाट रिसाएर जान्छिन्। अनि मुना त्यहाँबाट गइसकेपछि आरती पनि भित्र गएर यसो बसेकी थिइन्। अनि उनलाई केही कुरा याद आएको जस्तो हुन्छ र खाटको उतापट्टि गद्दा फर्काएर हेर्दाखेरि त पैसाको बिटो त्यही हुँदो रहेछ। अनि त्यो पैसाको बिटो हातमा लिन्छन्। नपाउनेले केरा पाए बोक्రైसँग खायो भनेको जस्तै बल्ल बल्ल 1 लाख रुपियाँको मुख देख्न पाएकी थिइन्। हेर त बिचरी मुनालाई पनि चोरदोष लाउन बाँकी राखिनन्। अनि बिचरी मुना त रुँदै रुँदै आउँछिन्। यता आमा सुतिसकेकी थिइन्, ढोका लागिसकेको थियो, तै पनि ढोका मुबेर आमा आमा भनेर बोलाउँछिन्। अनि आमाले के भयो भन्दै ढोका खोल्छिन् र मुना म त पल्टिसकेकी थिएँ, के भयो यति राति किन आएको भन्दाखेरि त मुना त रुन थाल्छिन्। आमा मलाई आरतीले चोरदोष लगाई भनेर रुन्छिन्। अनि आमाले अँगालो हाल्दै अनि सम्झाउँछिन्, ल भयो भयो छोडिदेऊ भन्दाखेरि त मुकेश ठ्याक्कै आउँछन् र के भयो भनेर सोधेको थिएँ। के हुनु नि, दिउँसो मैले यसलाई यतै बस्न आइज भनेको थिएँ, उहाँ कान्छी एक्लै छे, जे भए पनि हाम्रो परिवारको सदस्य हो, उसलाई केही गाह्रो अप्ठ्यारो पर्ला डराउँछे होली भनेर के काने देउरानीलाई माया गरेर उसैसँग बस्न भनेर गएकी थिए। अहिले चोरदोष लगाएर राति राति घरबाट निकालिदिछे। कतिसम्म कि त तेरी स्वास्नी, जसले उसको भलो चाहे त्यसैलाई यस्तो गर्ने, ल ल भयो छोडिदेऊ, ल हिँड म छु
भनेको त्यो सुनि मैले तिमीलाई, ल हिँड भन्दै मुनालाई भित्र लिएर जान्छन् अनि मुकेश पनि रिसाउँदै भित्र जान्छन्। भोलिपल्ट बिहान चन्द्र यसो बाहिर निक्लिएका थिए, ती घरबेटीले त बाबु एकछिन माथि आउनुस् न भनेर बोलाउँछिन्। अनि किन र भाउजू भन्दाखेरि आउनु न आउनु काम छ भनेर बोलाउँछिन्। चन्द्र माथि गएर बस्दाखेरि अनि ल भन्नु किन बोलाउनु भएको भनेर सोधेका थिए। बुवालाई भेट्नु भयो त भन्छन्। त्यसपछि त चन्द्र अचम्म मान्दै बुवा यहीँ चापागाउँमा हुनुहुन्छ र भनेर सोधेका थिए अनि भन्छन्। अनि त्यसपछि त कहाँ हुनुहुन्छ भनेर सोद्धाखेरि तपाईँको दुईटी आमा हुनुहुन्छ भन्छन्। अनि चन्द्रले थाहा छ मलाई यहाँ माथि बोलाइ तेरो दुईटी आमा हुनुहुन्छ भन्नुको मतलब के हो, तपाईँले मलाई किन बोलाउनु भएको स्पष्ट भन्नुहोस् भन्दाखेरि राजु मास्टर तपाईँको दाइ हो भन्ने हामीलाई थाहा थिएन, हामीले राजु मास्टरलाई धेरै ऋण तिर्नु छ। राजु मास्टरले यो घर त्यसै किन्न खोजेका होइनन्, आफ्नो ऋण उठाउनको लागि उनले हामीसँग यो घर लिन खोजेका हुन्, त्यही पनि मेरै कारणले भन्छन्। अनि त्यसपछि त चन्द्रले मेरै कारणले, भाउजू यो कुरा घुमाइ फिराइ नभन्नुहोस् न, सिधा सिधा भन्नुहोस्, तपाईँले भन्न खोज्नु भएको के हो भन्दाखेरि अस्ति नै तपाईँहरू यहाँ बस्नु भएको थियो नि भन्दै त्यो मुना एक्लै भएको बेलामा सरसामानहरू सबै निकालिदिएर घरबाट बाहिर निकालिदिएकी थिइन्, बिजोग बनाएकी थिइन् नि त यिनले। अनि त्यही सबैको कारणले गर्दाखेरि राजु मास्टरले अब त्यो घरै लिलाम गरिदिन लागेका रहेछन्, ती सबै कुराहरू भन्छन्। त्यस्तरी उनीहरूको विजेत गरेर अनि मुनाको औँठी पनि खोसेर राखेकी थिइन् नि त, ती सबै कुराहरू भनेर मैले तपाईँहरूलाई त्यसरी बिचल्ली बनाएको थिएँ नि, त्यही भएर अब राजु मास्टरले हाम्रो घर खाइदिने भए, हामीलाई यसरी घर नघातको नबनाइदिन भन्नुहोस् न, बरु हामीले बिस्तारै बिस्तारै ऋण तिर्थ्यौँ होला। राजु मास्टरले यो घर लिलाम गरिदिए भने त हामी त घर नघातको हुन्छौँ, बाबु बिन्ती छ राजु मास्टरलाई यो कुरा मिलाइदिन भन्नुहोस् न भन्छन्। अनि त्यसपछि त चन्द्रले तपाईँहरूलाई यो घरको पैसा आइहाल्छ नि, अन्त गएर किने भइहाल्यो नि भन्दाखेरि आधाभन्दा धेरै पैसा त तपाईँकै दाइलाई तिर्नु छ, अनि अलिकति बचेको पैसाले हामीले कहाँ गएर के गर्न सक्छौँ र बाबु, बिन्ती छ एकचोटि राजु मास्टरलाई भनिदिनुहोस् न, हामीले बिस्तारै ऋण तिर्छौँ, अहिले यो घर नखाइदिनुहोस् भनेर भन्दै हात जोड्न थाल्छिन्। पछि चन्द्रले चाहिँ ठिकै छ भाउजू, तपाईँले हामीलाई त्यस्तो विधि अन्याय र अत्याचार गरे पनि तपाईँको बुढाले चाहिँ धर्म छोड्नु भएन, हामी यो घरमा त्यत्रो दिन भोकै बस्दाखेरि तपाईँको आँखा छलेर भए पनि दाइले हामीलाई खाना दिनुभएको थियो भन्दै त्यति बेलाको कुरा सम्झिन्छन्। बिचरा मुना र चन्द्रले त्यो चना र दुनोट खाएर बस्न लाग्दाखेरि तिनी नभएको बेलामा तिनका बुढाले उहाँ दाल भात मासु पकाएर दिएका थिए, अनि खाइसकेर भाँडा माझेर माथि लगेर राखिदिनु है भनेर पनि भनेका थिए नि त। ती सबै कुराहरू सम्झिएर दाइले हामी माथि गुण लगाउनु भएको छ, अनि फेरि मैले भन्यो भने सायद राजु दाइले पनि मान्छन् होला, त्यही दाइको गुणको बदला तिर्न भए पनि म एकचोटि दाइसँग कुरा गर्छु, तपाईँहरूको यो घर बचाइदिने कोसिस गर्छु, तर त्योभन्दा पहिला तपाईँले मलाई मेरो बासँग एकचोटि भेटाइदिनुहोस् भन्छन्। अनि त्यति भनिसकेपछि त तिनी पनि खुसी हुन्छन्। धन्य छ बाबु तपाईँलाई, तपाईँले यति गरिदिनु भयो भने त तपाईँको यो गुण मैले कहिल्यै तिर्दिनँ, अनि तपाईँ यो घरमा जतिन्जेल मन लाग्छ त्यतिन्जेल बस्नु, म भाडा पनि माग्दिनँ भन्दै थिइन्। अनि त्यसपछि त चन्द्रले मलाई फेरिमा एकछिन पनि बस्नु छैन भाउजू, म यस्तो खाले मान्छे हुँ कि मलाई अर्काको एक पैसा पनि सित्तैमा चाहिँदैन र मैले मेरो आफ्नो परिश्रम पनि अर्कालाई त्यत्तिकै दिँदिनँ भन्छन्। अनि चन्द्रले त्यसरी पहिला मेरो बासँग भेटाइदिनुहोस् भनिसकेपछि ल हुन्छ भनेर तिनले उता तिनको ठुलो बाको घरतिर लिएर जान्छन्। गइसकेपछि ए दाइ बाहिर आउनुहोस् त भन्दै बोलाउँछिन्। अनि को हो भन्दै चन्द्रका ठुलो बा पनि बाहिर आएका थिए। ठुलो बालाई देखेर नमस्कार गर्छन्, आशीर्वाद दिन्छन्। अनि त्यसपछि चन्द्र कहिले आयो भनेर यस्तो सोधखोज गरिसकेपछि चन्द्रका बालाई बोलाउँछन्, ए भाइ बाहिर आऊ त भनेर बोलाइसकेपछि चन्द्रका बा ठ्याक्कै ढोकामा उभिएका थिए। अनि चन्द्र र बाको देखादेख हुन्छ, अनि दुईटैका आँखामा आँसु भरिन थाल्छन्। अनि बालाई हेर्दा हेर्दै त चन्द्रले आमासँग गरेका कुराहरू सम्झिन थाल्छन्। आमासँग रुँदै चन्द्रले, आमा तिमी एकदमै महान छेउ, यत्रो वर्षसम्म हामीसँग यस्ता आफ्ना पीडाहरू पनि लुकाएर राख्यौ है, बा त ठुला बाकामा नगइकन कान्छी आमा कहाँ गएका रहेछन् होइन, किन हामीसँग यो कुरा लुकाएको भनेर रोएका थिए नि त। ती सबै कुराहरू सम्झिन्छन्। अनि त्यो ठुलो बाको घर यताउति पर्लकर पुलुक हेर्छन्। अनि यसरी दुईटा बाउ छोरा रुन लागेको देखेर ती भाउजूले चाहिँ ल बाबु तपाईँ बुवासँग गफ गर्दै गर्नुहोस् है, म जान्छु भनेर उनी त्यहाँबाट जान्छन्। अनि त्यसपछि त तिनैजना भित्र जान्छन्। अनि भित्र गइसकेपछि चन्द्र यताउति हेर्छन् र बुवा तपाईँ यहाँ कसरी, म त तपाईँ पुणेतिर भनेका थिएँ। अनि त्यसपछि त बाले मलाई थाहा छ तैँले सबै कुराहरू थाहा पाइसकिस्, तेरी आमाले मलाई फोन गरेर भनेकी थिए भन्छन्। अनि त्यसपछि त ठुलो बाको अगाडि चन्द्रले चाहिँ ठुलो बा एकैछिन है भन्दै थिए। अनि ठुलो बाले ल मैले कुरा बुझिसकेँ, तिमीहरू गफ गर्दै गराओ, म चिया पकाएर लिएर आउँछु है भनेर त्यहाँबाट जान्छन्। अनि त्यसपछि त चन्द्रले बा म अमेरिका जाने तयारीमा छु, राजु दाइले सबै कुराहरू मिलाइदिएका छन्। अनि फेरि म बसेको घर पनि राजु दाइले किन्दैछन् अरे, फेरि यो घर पनि तपाईँ यहाँ, अनि फेरि जेठियामा। अनि चन्द्रले यसरी प्रश्नमाथि प्रश्न गर्दाखेरि बाले चाहिँ बाबु मैले तेरो हरेक प्रश्नका जवाफहरू एक एक गरेर दिनेछु भन्दै थिए। ठुलो बाले पानी लिएर आउँछन्। अनि ल पानी पिउँदै गर, मैले चिया बनाउँदैछु है भनेर फेरि जान्छन्। अनि त्यसपछि त चन्द्रले पानी पिउँदै थिए। अनि बाले बाबु तैँले सोचेको होलास् बा अहिले पुणेतिर छन्, जेठियामासँग छन् भन्ने सोचेको होलास्, तर
म अहिले तेरी जेठियामासँग पनि छैन भन्छन्। अनि त्यसपछि त चन्द्रे अचम्म मान्छन्। मान्छेको जीवनमा कस्ता कस्ता घटनाहरू आइपर्दा रहेछन्। अहिले म त्यस्तै भएको छु, मैले तेरी आमालाई रहरले होइन बाध्यताले छोड्नु परेको छ। अनि त्यसरी बाले मैले बाध्यताले तेरी आमालाई छोडेको हो भन्दाखेरि त चन्द्रे अचम्म त पर्ने भए। बाध्यता कस्तो बाध्यता बा भन्दाखेरि त बाले चाहिँ तैँले अस्ति नै हामीलाई खाना खाने बेलामा तेरी आमा र मेरो सम्बन्धको बारेमा सोधेको थिइस्, अनि मैले चाहिँ धेरै लामो कथा छ बाबु भनेको थिएँ नि, त्यो कथाभित्र पनि कैयौँ कथाहरू लुकेका छन्। अब तैँले बाँकी कुराहरू त थाहा पाइसकिस्, अब ती कुराहरू पनि तैँले बिस्तारै बुझ्दै जानेछस् बाबु भन्दाखेरि बिचरा चन्द्रे त निराश हुँदै लामो कथा, हाम्रो घरमा मात्रै यस्तै कथाभित्र कथा लुकेका हुन् कि बा, सबैको घरमा यस्तै हुन् भनेर सोद्धाखेरि त बिचरा बाले पनि केही जवाफै दिन सक्दैनन्। 40 वर्षसम्म दुईटा आमाको कुरा थाहा नपाउनु, हाम्रै घरभित्र कथामाथि कथा लुक्नु, अनि फेरि सकस के हो यस्तो भनेर यस्तै कुरा गर्दै थिए। अनि यतिकैमा ठुलाबा चिया लिएर आउँछन्। अनि चिया समाउँदै बाबु चन्द्र, तिम्रो ठुली आमाले तिम्रो बालाई साह्रै दुःख दिइन्, बाँच्न खप्नै दिइनन्। अब तिमीले सबै कुराहरू त थाहा पाइसकेका छौ। तिम्रो बाले साह्रै दुःख पाएका छन्, कहिले बर कहिले पुणे कहिले काल्चे गर्दा गर्दै तिम्रो बाले दुःख पाए। तिम्रो ठुली आमाले तिम्रो बालाई देख्न पनि रुचाउँदिनन्, अनि फेरि तिमीहरूसँग बस्न पनि दिँदिनन्, यतिसम्म कि तिम्रो बिहामा समेत तिम्रो बालाई जान दिइनन्। अनि त्यसपछि त ठुलाबाले यस्ता कुरा गर्दाखेरि चन्द्रेले बा यो सबै कुरा के हो, राजु दाइ त हामीभन्दा धनी छन्, सबै कुरा गर्न सक्ने छन् नि भनेर कुरा गर्दाखेरि धन हुँदैमा सबै कुरा हुँदैन बाबु, बिचरा राजु कामको काम त्यो घरमा कहिले पनि हुँदैन। घरमा 1-2 दिन भयो भने पनि तेरी जेठिआमाले उसको अगाडि मलाई पर्न दिदिन्, यो विषयमा त उसलाई केही पनि थाहा छैन। यदि उसलाई थाहा हुन्थ्यो भने उसले सबै कुरा मिलाउँथ्यो होला। त्यति सबै कुराहरू गरिसकेपछि त अनि ठुलाबाले पनि अब आज मैले यी सबै कुराहरू चन्द्रलाई भन्छु, खुलस्त भन्छु भाइ, तिमीले मलाई नरोक, चन्द्रले सबै कुरा थाहा पाउनै पर्छ। हेर चन्द्र, तिम्रो बाले धेरै दुःख पाएका छन्, अब बालाई त तिमीले नै पाल, तिम्रो बालाई पनि त आफूले जन्माएका छोराहरूसँग बस्ने रहर छ नि, तर जेठिआमाकोमा नगएर तिम्रो बा तिमीहरूसँग बसे भने घरमा आगो लगाए भन्दा पनि बढी हुन्छ, उनीहरूको अलिकति पनि ट्रम मिल्दैन, बाँच्न खप्नै दिँदिनन् भनेर यी सबै कुराहरू भनिदिन्छन्। अनि चन्द्रले मलाई जेठिआमासँग भेट गर्नु छ भनेका थिए, तर ठुलाबाले चाहिँ अहिले त तिनी छैनन्, बर गएकी छन्, भेट हुन त त्यत्तिकै हो भन्छन्। अनि तिम्रो बाले साह्रै दुःख पाए, बल्ल बल्ल कति गरेर पुडेको जग्गा अलिकति हात पारेका थिए, त्यही पनि तिम्रो जेठिआमाले कुम्ल्याइन् भन्दाखेरि त चन्द्रे अचम्मै मान्छन्। अनि उहाँ पुणेमा त शिवदाई हुनुहुन्छ त भनेका थिए। अनि बाले चाहिँ जग्गै माटै ओगटेर बस्नुपर्छ भन्ने छैन, तेरी जेठिआमाले मैले बल्ल बल्ल मिलाएको जग्गाको लालपुर्जा उहाँ कब्जा गरेर बसेकी छ, पास गर कि गर भनेर हैरान पारेकी थिए, म त्यहीँबाट बच्नको लागि यहाँ आएर बसेको छु। अनि त्यसपछि त चन्द्रले अनि यो कुरा राजु दाइलाई अलिकति पनि थाहा छैन भन्दाखेरि थाहा छैन राजुलाई। अब राजुले त्यो अघि आउने बहिनीको घर किन्न लागिसकेको छ, मलाई तेरी जेठिआमासँग त्यहाँ बस्न मनै छैन, मलाई तिमीहरूसँग बस्न मन छ, तर के गर्नु म आउनै पाउँदिन। यी सबै कुराहरू राजुलाई भन्ने हो भने उसले मिलाउँथ्यो होला, तर के गर्नु त, मलाई तेरी जेठिआमाले पर्न दिदिने भनेर त बाले सबै कुराहरू भन्छन्। अनि त्यसपछि त ठुलोबा आज म बालाई उतै लिएर जान्छु है, बासँग धेरै कुरा गर्नु छ भन्दाखेरि ठुलोबाले चन्द्र यो पनि त तिम्रै घर हो नि, यहीँ बस न भन्दै थिए। अनि होइन ठुलोबा, मैले बालाई लिएर जान्छु, बासँग धेरै कुरा गर्नु छ, बरु मिल्यो भने तपाईँ पनि उतै आउनुहोस् न भन्छन्। अनि चन्द्रका बाले पनि दाइ म आज छोरासँगै जान्छु, बरु तपाईँ पनि भोलितिर त्यतै आउनुहोस् भन्छन्। बिचरा चन्द्रेका मनमा अनेकौँ सवालहरू थिए, बाले किन यसरी कुरा लुकाए, बाले किन यस्तो गरे उस्तो गरे भनेर अनेकौँ कुराहरू मनमा खेलाइरहेका थिए। तर जति नै उनको मनमा प्रश्नहरू उठिरहेको थियो त्योभन्दा धेरै बाका सकसका कहानीहरू रहेछन्, बाले किन यस्तो गरेका हुन् त भनेर बाका बाध्यताका कहानीहरू रहेछन्। त्यही बुझ्नको लागि चन्द्रले बालाई लिएर जान लागेका छन् कि अब यी सबै कुराहरू बाले विस्तारमा भनिसकेपछि राजु मास्टर र चन्द्र मिलेर बा र आमाको मेलमिलाप गराउलान् त। अब चाहिँ चन्द्रेका दुईटै आमा अनि बा सबैजना परिवारै मिलेर बस्नुपर्छ, कोही पनि दायाँ बायाँ हुनु हुँदैन। अनि चन्द्रे पनि विदेश नगइकन मुनालाई अपनाएर मुनासँगै बस्नुपर्छ भन्ने को हुनुहुन्छ आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।